हेलो गाइज, शुभ बिहानी है। आज चाहिँ हामी बहिनीलाई बिदा गर्न आइसकेका छौँ। हजुरहरूलाई मैले हिजोकै ब्लगमा भनिसकेँ है, मेरो बहिनीको चाहिँ आज जापानको फ्लाइट छ। एयरपोर्ट दाजु कस्तो छ हौ आजको माहौल? पानी पर्दैन है? दाइको पनि देखाउनु न बुके। दाजुको बुके 700 रुपियाँको हो नि। फेरि गोमा भिडियो हेर्छु त्यहाँ 800 भनेको थियो, 100 चाहिँ डिस्काउन्ट हानिदिएको। हल्का मजाक होइन, तर महँगोको है यो चाहिँ। 8 बजे 8:30 बजीतिर छिराइसक्छ होला हौ। अनि साथीहरू हजुरहरू कोही खाली हुनुहुन्छ भने चाहिँ मेरो दाइलाई सम्पर्क गर्नु होला। यहाँ एकदम खाली बसेर हामी भाउजूको खोजीमा छौँ क्या। एकदम सिङ्गल हुनुहुन्छ कि अनि गाह्रो छ क्या। हजुरहरूलाई कसैलाई मेरो दाइ मन पऱ्यो भने चाहिँ लु मलाई सम्पर्क गर्नु है। दाइ खाली हो नि? के नम्बर पनि सेन्ड गरिदिइहाल्नु त हौ। ल तपाईँहरूले होइन कमेन्ट गर्नुभयो भने चाहिँ नि म नम्बर सेन्ड गरिदिइहाल्छु ल। अनि एयरपोर्ट मामा एयरपोर्ट भिड देखेर म त अनि विदेश जानु पर्यो लाग्यो पुरै। के गर्नु होइन गाइस, यस्तै छ हाम्रो स्वदेशमा। अब त्यस्तो धेरै होइन, रोजगार त स्वदेशमा पनि छ। अब अहिले चाहिँ हुँदैछ हल्का फल्का रोजगारहरू मान्छेहरूले पाइराख्नु भएको छ। तर हामी चाहिँ बेरोजगारीमै पर्छौँ होइन। हामी चाहिँ बेरोजगारीमै पर्छौँ। तर अब कतिको त विदेश जाने सपना पनि हुन्छ र कतिको बाध्यता पनि छ। कतिको त्यहाँ रहर पुरा भइरहेको छ र कतिलाई बाध्यताले के भन्नु अब होइन डराइ हो जानुपर्छ गाइज। अब होइन हजुरहरू त अब प्रायःको घरबाट विदेश नगएको भनेको कसैको पनि हुँदैन क्या। प्रायः जस्तो अब घरकोहरू एकजना 2-2जना त विदेशिनु नै भएको छ होइन। तर अब छोड्न आउनेहरूलाई चाहिँ होइन भएन त मेरो क्यामेरा। अनि हेर्नु एयरपोर्ट कस्तो राम्रो फुलहरू क्या, कटिङ। त्योभन्दा राम्रो फुलहरूले त यहाँ कमेन्ट गर्नुहुन्छ क्या दाइ, तपाईँ टेन्सन नगर्नु न। फुल हेर्नु न कस्तो राम्रो क्या फुलहरू। म त होइन बहिनी पुऱ्याउनु आएको, दुःख त छु होइन, दुःख किन नहुनु। त्यही पनि म यो फुलहरू देखेर रमाइरहेको छु क्या। दाजुको चाहिँ यो फोटो हाम्रो चाहिँ यहाँ फेरि क्या फोटोको कार्यक्रम पनि भइहाल्यो होइन। हामीलाई त राम्रो फेरि अब यो बुके त लगिहाल्छ नि त। अब हेर्नु न गाइज, तपाईँहरू यो फुलमा लोभिनुहुन्छ हुँदैन भन्नु त? म चाहिँ लोभिसकेँ ल। म चाहिँ एकदम फुलहरूमा चाहिँ होइन, म चाहिँ फुल सोकी परेँ होइन। अनि म चाहिँ लोभिहाल्छु क्या। धेरै भिडियो त गाइज अब होइन हिजोदेखिको भिडियो छ। तर म हिजोको भन्दा पनि आजको फाल्टै हिजोको फाल्टै हाल्छु होला हौ। त्यस्तो लङ हुने भयो क्या दाइ। अनि काटिदेऊ न। अनि त हल्का फेरि मैले हिजोदेखिको होइन सरप्राइजदेखिको छ हाम्रो त होइन राखेको। तर दुईवटा बनाएर हाल्दा पनि हुन्छ। तर हाल्छु होइन भन्दा नि दाइ अलि एडिट गर्नुलाई त्यस्तो म बिजनेस गर्दैछु। अनि एडिट गर्नुको लागि नै हेर्नु न एयरपोर्टको भ्यू एकदम कस्तो छ त। हजुरहरूको पनि कतिजना यहाँनिर अहिले हुनुहुन्छ होला, कतिजना बिदा गर्न आउनुभएको होला है। मलाई मन परेको रमाइलो भनेको चाहिँ एयरपोर्टको भिड है। एयरपोर्टको भिड दाइ सबभन्दा दुःखको पलहरू नि यो। अलिक टाढाबाट बनाऊ मजाले निकाल।
यताबाट छिटिन त यता हामी भएर रिटर्न गरेको यो नेचुरल पर्यो क्या नेचुरल चाहिँ मैले नेचुरल अब प्लेनमा उड्छ हाम्रो फुल पनि रिटर्न भइहाल्यो दुःख लाग्ने गरी तर उसले यो फुलमा पनि माया समातेर बगिछे दाजु फुलको माया त लिएर गएन होइन यो दयाको मान्छेले लानै दिएन यो नेचुरल गरेर अब नेचुरललाई त त्यस्तो उयो छ नि त नेचुरलहरू चाहिँ लान दिँदैन नेचुरलको भनेको यो फुल नेचुरल हो नि त अहिले त खाली भयो यस्तो पहिला हाम्रो ठिकै छ त यसको घाट चाहिँ गयो नि त यो जान नपाएँ बिहान म चाहिँ आउँदिनँ होला भन्न गएँ साथीहरू यो चाहिँ एयरपोर्ट होइन अब एयरपोर्ट चाहिँ हामीले टाटा बाई बाई गऱ्यौँ